हाम्रो नेपालको टप कुक अनि स्वरमा पनि एकदम राम्रो सुइलो स्वर भएको हाम्रो बिमला दिदी उहाँ चाहिँ कुक गर्दै हुन्छ हैन। अनि यो चाहिँ हाम्रो एसिस्टेन्ट पास्टरको किचन हो। यस्तो छ टक्क लाएर है, टक्क लाएर यो चाहिँ डाइनिङ टेबल भयो, सट्ट लाएर यस्तो छ। अनि हामी ठक्कै बाहिर जान्छौँ। यहाँबाट चाहिँ फुल छ, सारी रेलिङवाला फुल छ यसरी टक्क लाएर। यहाँबाट चाहिँ हामी तल झर्छौँ ल, यसरी टक्क चियाले चुकुलाई हेर्न पनि अग्लो छ, राम्रो पनि हो एकदम। यो चाहिँ क्रिसमसको लागि साउन्ड सेटअप हुँदैछ, स्पिकरमै राखिरहेको छु बनाइदिनु ठ्याक्कै। अनि यहाँबाट हाम्रो बाजे हुनुहुन्छ दुईजना दिदी। आज चाहिँ यहाँ क्रिसमस क्यारल हुनेवाला छ है। यो चाहिँ तल्लो बिल्डिङ है, त्यसैको टक्क लाएर टप भनेको चाहिँ मसिनो त्यो चाहिँ कुकिङ हुँदैछ है टक्क लाएर। हाम्रो शान्ति दिदी हुनुहुन्छ ल। आफ्नोमा त है पाकिसकेको टक्कै लाएर यो मासु फ्राई हुँदैछ सट्ट लाएर। कसको मोबाइल सरी हो यो यहाँको हो, यसो बनाइदिनु पर्ने कि बनाउनु अझ देखाउने होला। तपाईँको मैले साउन्ड सिस्टम लगिसकेको छ, सुरु गर्नु थियो धेरै डाङ हरन हानी नै सुन्दैन हामी त्यसपछि टाइम भनेपछि टाइममा गरिदिइहाल्छ कि लगिदिएको मैले। ल सोनिका हिउजले चाहिँ प्याज काट्दैछ, जिया हिउजले चाहिँ प्याज होइन लसुन पो रहेछ त है, पुरानो खाले प्याज। सरिता बराइली होइन तामाङ नेता हाम्रो नबनिएर टक्क लाएर हजुर किन भुक्छ ठ्याक्कै लाएर हामी आइसकेका छौँ।